हेलो आज चाहिँ म एकदम एक्साइटेड छु हैन किनभने आफ्टर लङ टाइम है मैले भनेको ठाउँमा आइपुगेँ नि त नमस्ते झरना भन्ने अनि जस नमस्ते झरना चाहिँ गइरहेको छु हैन एकदम फोटो खिच घुम्न चाहिँ आइरहेको छु है तर अब पुल भत्क्यो भनिरहेछ यस्तै हो क्या ब्याड लक आज मेरो ब्याड लक रहेछ एक्साइटमेन्ट धेरै एक्साइटमेन्ट भएको थियो म बिहान मर्निङ टाइमदेखि तर पुल भत्क्यो भन्छ थाहा छैन अब यसपालि पुल भत्क्यो पनि हैन पहिरोले लगिगयो तर अर्को नेक्स्ट टाइम त आउँछु होला नि त तर कस्तो क्या अब कति खुसी भएको पनि खुसी देख्न सकेन कति खुसी थिएँ म आज नमस्ते झरना जान्छु भनेर पहिरोले मेरो खुसी लग्यो यस्तो त छ सब हेर न पहिरोले हेर खै नमस्ते झरना खै त हेरेको हेरै भइगयो नि म त पहिरोले अनि यो चाहिँ कुन खोला हो त मेरो नमस्ते झरना यही हो त अब नमस्ते झरना घुम्न नपाए पनि पानी त छुन पायो नि त पानी छुयो चित्त बुझायो त्यही हो आज घुम्छु भनेर 6-7 महिनादेखि प्लानिङ गरेको खै त यति नजिकको ठाउँ पनि घुम्न सकेन बल्ल बल्ल घुम्न आयो पुलै लगिदिगयो अब पुल बनिसकेपछि मात्र आयो होला जस्तो छ आज त्यसपछि मेरो आफूले मन परेको कुरा त पाइँदैन भनेको हो रहेछ क्या नमस्ते झरना घुम्ने भनेको नि भएन कस्तो नमस्तेमै सीमित भयो मेरो लागि अब नेक्स्ट टाइम बनाइसकेपछि आउँछु पक्कै पनि